यहाँ चाहिँ मेरो स्टाफले यतै आउनु बोलाइरहेको छ, मैले खाना दिन जानु आफैले चलाएर आएको थियो। चलाएर आउँदाखेरि यहाँनिर पुग्दा चाहिँ एकदम भूकम्प जस्तो भयो कि हल्लियो चाहिँ। हल्लिसकेपछि अनि अलिकति गाडी बढ्यो अगाडि, सानो पुलो थियो कि सुकेकै पुलो हो। अनि त्यो पुलो क्रस गर्दैछ गाडीको सो अलिक अगाडि गइसकेपछि पहिला हुच्चो पानी आयो, सेतो पानी। अनि आइसकेपछि मैले गाडी ब्रेक गरेँ अनि ब्लास्टिङ ब्याङ ब्लास्टिङ भयो। त्यो हुनुभन्दा अगाडि चाहिँ यहाँको माछाहरू सबै उफ्रिरहेको थियो, यताको पनि माछाहरू एकदम रनिङ गरिरहेको थियो। भूकम्प गएको जस्तै मलाई अनुभव भयो कि यत्रो भुइँचालो गयो भनेर मैले चाहिँ अनुभव गरेँ। अनि त्यतिखेर अनि त्यहाँ गाडीको हेर्ने र त्यो सोनेर ब्लास्टिङ। तपाईँले त्यो गरेर त्यो गाडीमा हुनुहुन्छ तपाईँ? म गाडीमा थिएँ। कसरी जम्प गरेर निस्किनु भयो कसरी? यस्तो हो अनि त्यो बाङ पाल परेपछि अनि मेरो त्यो पानी थिएन त्यति बेला? पानी थिएन, यस्तो थिएन, सुक्खै थियो। अलिकति हुच्च मात्र त्यो पानी सुरुमा हुच्च मात्र देखाएको थियो, पछि ब्ल्याङ्ग भइसकेपछि त्यो गराइभरि नै त्यो सेतो पानी भयो। सेतो पानी देख्यो कसले? तिमी देख्यो? धमिलो पानी, धमिलो पानी देख्यो। धमिलो पानी हामीहरू आउँदाखेरि धमिलो पानी हुलबुल भइरहेको भुलभुल भयो। अनि त्यसपछि त्यस्तो भइसकेपछि अनि म चाहिँ गाडीमा थिएँ, मेरो स्टाफले चाहिँ ओर्ली गाडी धस्दै चाहिँ यहाँ पाल पऱ्यो भने अनि गाडी ठ्याक्कै यस्तो कोल्टे भइहाल्यो। तपाईँ कसरी निस्क्यो? अनि यस्तो कोल्टे भइसकेपछि अटोमेटिक अनि एकचोटि वाच यस्तो गरेको थियो गाडी। अनि त्यतिखेर मेरो स्टाफ पनि हाम फालिहाल्यो अनि म पनि हाम फाल्ने। तपाईँ हाम फाल्ने बेलामा तपाईँ खाल्टो भन्दा साइडमा जानु, त्यो खाल्टोमा किन जानु पर्नु भयो? कसरी? होइन, यतातिर चाहिँ खाली थियो सर, खाल्टो वहाँ थिएन कि उयो तपाईँको साइड त उता हो नि त, त्यही त तपाईँ झर्नु पर्ने। म चाहिँ यसरी त्यो यतातिर चाहिँ बन्द भइसकेको थियो ढोका उल्टे भएर। अनि लेफ्ट साइडबाट चाहिँ हाम फाल्यो कि सर पनि। त्यति बेलासम्म यहाँ गहिरो थिएन? हामी आउँदासम्म थिएन। त्यहाँबाट तपाईँ आइसकेपछि तपाईँ निस्किनु भयो, दुईजना निस्किसकेपछि गाडी पस्ने क्रम जारी थियो कि अड्डिरहेको थियो? गाडी पस्दै गइरहेको थियो सर। गएर तपाईँ भिडियो बनाउँदा तपाईँ भिडियो मैले बनाएँ नि सर। कसले बनायो? भिडियो बनाउने मेरो यहाँ स्टाफ हुनुहुन्थ्यो, उहाँ चाहिँ यहाँ आइसक्नु भएको थियो। म चाहिँ गाडी त्यहाँबाट मोडेर आउँछु भन्दाखेरि त्यता जाने क्रम भिडियो बनाउने मान्छे भयो? हेर्दै गयो? कहाँ हुनुहुन्छ? म पिपलको रुखमा बसिरहेको थिएँ अनि गाडी टक्क अड्डिसकेपछि उहाँहरू जम गरेर भिडियो किन खिच्नु आएन त? हजुर दौडेर अनि आएँ। उहाँहरू जम गरेर भिडियो आएन त? हजुर उहाँहरू निस्केको भिडियो आएन? ओर्लिसक्नु भएको थियो, दौडेर ओर्लिसक्नु भएको थियो। अनि यता आएर यस्तो गरिरहनु भएको थियो। म चाहिँ त्यहाँनिर अनि खिचेर मलाई पनि डर लाग्यो त्यो गएको देखेर। यो त डङ गरेँ कि दौडेर अनि उहाँले चाहिँ विषय फोन